कहाँ जाने भने ओइ समेकोमा जाने भने होइन लामो के भने त अब उता एक राउन्ड तलतिर गइदिउँ अनि त्यसपछि यतै फर्केर आइदिउँ एकछिन उयो बसेर चुरो तानौँ पहिला केटी भने को एउटा यो अनि एउटा तिमी हो मलाई त साँच्ची बच्चा देख्छ हो बताइ त देखिरहेको छ यो एउटा ऊ त्यसको अगाडि फिदा हुने केटीले छोका देख्नै नपाएको जस्तो एउटा छ केटाले बाबु मुभ अन हुनु पर्ला नि भाइ यस्तो भयो भने लो आऊ आऊ सबजना आऊ स्पिडमा गएर साइकल त गइस है केही छैन है जस स्पिडमा त गएर छ यतिको त हुनुपर्छ है केही छैन लागिरहेको छौँ अहिले फेरि आफ्नो गन्तव्यपट्टि है केटाहरूले केटी भने छक्कासँग भेटाइदियो होइन कस्तो हाँसमा उठिरहेको छ कि केटाहरूले लास्ट बिहोरा देखाउनु थाल्यो आज भोलि होइन हुनु नि सबैको टिममा त्यस्तो एक न एकजना त जाति हुने रहेछ कि तर फसाउनु मात्रै खोज्ने जतिखेर नि होइन तर उसले मलाई फसाउनु खोजेन उसलाई नि थाहा छैन त छक्का भनेर होइन केटी हो रहेछ ए केटी भनेर बोलाएन है म नि गइदियो है केटी रहेछ भनेर छक्का परेछ कि पछि त होइन मलाई केही थाहा थियो र छक्का रहेछ म त केही नि थाहा नै थिएन भने यार भाइ तर थाहा थियो त्यो छक्का भनेर मेरो भाइलाई थाहा छैन भने चाहिँ त झन् मलाई के थाहा हुन्थ्यो र गुला माकुरी निकालिदियो भने तेरो सिद्धिरहेको नि भाइ झन्डै पछाडि यार लामो हेलो गाइज म चाहिँ निखिल दाइको भाइ र ओमको भाइ आफ्नै भाइ भन्नु भएन हो नै त्यही भन छक्का केटी भनेर बोलाउने त तिमी हो अन्त होइन छक्का भने थाहा थियो क्या मैले त मुजी यसो छामछुम गर्नलाई मात्र गएको हो क्या यसो छाम्नु थाहा थियो अरे ल मलाई किन थाहा थियो नि त ल मैले त बोल्ने बित्तिकै थाहा पाएको थियो पार्टी केटी छ भनेको भाइ होइन अगाडि त ल फेस हेर्दा केटी जस्तै थियो स्वर सुनेर पो थाहा पाएको थोप्सले केटी जस्तै थियो तर भोइसले चाहिँ केटाको थियो छक्का हो क्या केटाहरू सबजना साइको भयो आज कहीँ चाहिँ छक्का केटी भनेर छक्का भेट्नु गयो केही छैन यहाँ जो बच्चा भन्दा नि मा बच्चा जस्तो लाग्यो मलाई किड्न्याप जस्तो झाप्छु सामान लानु मिल्दैन लाडो तल लगेर चाक पो हान्छ तिनीहरूले त तँलाई थाहा छैन त्यस्तो गर्छ भनेर म तिनीहरूले चिकाउँछ पहिला होइन तैँले जति चिक्नु सक्दैन तिनीहरूले त्यसपछि तेरो चाक हान्छ त्यस्तो पो गर्छ तँलाई थाहा छ कि छैन बिहे गर्छ अझ मुजी तँलाई जबरजस्ती लाँडो टिकटकमा भाइरल भएको थाहा छैन छैन छक्का र मुजी एउटा केटा जबरजस्ती बिहे गरेको त्यस्तै होला अनि कति बज्यो के मजा छ नक्कली दुध लाँडो त्यो मुजी सुई हालेर बढाएको दुध अनि चाकमा त्यो मुजी यत्रो सुइहाल्नु त्यो के अरे हुँदैन त्यो गभर्मेन्ट हाल्यो त्यो त्यही त के सुइहाल्नु त्यही त भालुनीलाई चिक्छस् भने भन्न मुजी मिलाइदिइहाल्छ नि म लाँडो त्यही मुजी अगाडि पनि छ भने होइन मुजी त्यहीँ गएर चिक्ने दादा मलाई चिनेको छ मलाई बेजत भयो कसले चिनेको भएर के हो त मुजी जाने सबलाई चाहिने चिज हो ओइ तल निखिल दाइले लोड हान्छ होला त कसले निखिल दाइ त भ्लग बना म एकछिन चलाउँछु लाडो त्यहाँ अनि कसरी मिल्छ त त्यहाँ बाङ्गिएको छ नमिले त त्यहाँ अघि होइन कि त तपाईँ त्यो चलाउनु नि त तपाईँ लोड हान्नु मेरो एकछिन हुन्छ दाइ एकछिन एडजस्ट गर्नु नि विशाल यो चलाउला एकछिन यो हो म यो हो यसले सक्दैन नि यो चलाउन सक्छ होला यसले जस्तो सक्दैन मैले त्यसो भए त कहाँ होइन म एकछिन चलाउँछु भनेको क्या कस्तो गाह्रो भएन नचलाउँदा त चलान त म पछाडि बस्छु तेरो अनि लोड हान्न सक्नु परेन मैले अनि लाडो नि तरी लोड हाल्नु सक्छ हैन सकिहाल्छ त्यसै यसले त त्यसैले लोड हान म क्यारे जुन भए पनि चलाउँछु त्यसो भए हुन्छ त पछाडि पहिलेकै ठिक छ ए मुला म एकछिन चलाउँछु क्या एकछिन मात्र पछाडि बसेर हिँड्न त्यहाँ अगाडि अट्यो नहिँड्न नि सुई सुई ऊ त्यहाँ पारी त गरेर रोक हिँड्न अगाडि भरिन्छ विचार गरेर केटा अगाडि त भराइ छ होइन हामी चाहिँ पुल तर्दियो गाइज
अनि यस्तै छ हाम्रो पारा अनि हेर्न सक्नुहुन्छ पुल पनि बस रे ल क्या हल्लिने गाइस पुल पनि मर्ला मुजी अलि हेरेर चला ओ ब्रेक हान्नु बे ओ विशाल त एकछिन ओमेको पछाडि बस्न त एकछिन भ्लग बना न यार प्लिज यार होइन त्यसको पछाडि बसेर एकछिन मात्र क्या ए हल्ला नगरे त्यहाँ अगाडिसँग त एकछिन दे मुजी उ हिँडिसक्यो लामो हुन्छ एकछिन त दे भन्छु लाड हुन्छ ए मुजी लाडो तँलाई के दुःख भएको छ मुजी बसेर त्यो मसँग एकछिन मुजी चलाउँछु भनेको नि चलाउँछ अहिले उनीहरू कहाँ उनीहरू यो मुजीले बौला चलाउँछ क्या चलाउँदैन बोला कहाँ मैले त कहाँ दाइ म बनाउँछु यसको पछाडि बसेर चल्न रे मोबाइल मेरो कहाँ हातमा छ होइन लगे उसले बनाउँछ सो हामी अब 3-4 जना छौँ होइन अब कहाँ लाग्ने हो केटा घर बल घुम्ने हो ल केटा बल पनि यताबाट गइदिउँ न त नत्र चाबेल हुन्थ्यो झर्दिउँ मुजी आइदिउँ न त नत्र होइन यताबाट गएर ए मुजी उकालो न उकाल्छ लाड होइन त्यहाँ अनि एकछिन त हिँडाउनु सकिहाल्छ नि मुला होइन जाम ल जाम 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 यसलाई चाहिँ उर्लिनु पर्ने रहेछ त्यति घुमाउनलाई नि होइन यो आफै झऱ्यो ल हेर्न सक्नुहुन्छ गाइज अब चाहिँ हामी बौद्धको बाटो लागिसक्यौँ ल चट्ट चिलमा बसेर चल न मुजी कहाँ फाँसी र हो यसरी चल न पार्टी त गयो गयो धेरै स्पिडमा कुदाउ है ओके गाडीहरू आएको छ गाइज होइन अनि म चाहिँ यहाँ क्यामराम्यान बनिरहेको छु अहिलेको लागि भनौँ न एकछिन आरामले जाउँ न आरामले के टेन्सन अनि चाल पनि देख्नु रातभर घुम्नु ओइ विशालले हुन्छ त चाबेलुङ ओह्रालो हुन्छ मुजी कुट्टी जान खाने ए ए कोही अलि हेरेर चल है विशालले उडाइदिएला नि फेरि सबभन्दा खुम्का कोही अलिकति यताबाट आइज ओइ लाडा छ गाउँ चाहिँ मुजी आउनु पर्ने आफ्नै बाटो अनि यहाँ म लाइट देखाइरहेको छु यो अँध्यारो मोबाइल त अलि जोगाएर हुने बाइक चाहिँ आइपुग्यो एक्सक्युज मी ब्रदर काठमाडौँ यहाँ से जाती में न्यू अलग अलग लूस नहीं था हो ओके कान्छा भनिरहेको छ यहाँ दाइले विशाल भन्नु न दाइ मेरो दाइले नि कान्छा कान्छा भन्छ है फेरि तेरो बाउ ए मुजी नहान त तर म त भुक्लुकै जान्छ मुजी नर्दैन के मैले मुझे कन्ट्रोल गर्न सक्दिनँ भने अनि यो त्यसको जस्तो साइकल हो त मुजी त्यो त जिटिए हो यो मसँग तिमीले अबको आनन्द अन्तिम बिदाई तिमीले खुलाउनु पर्दैन जानुको कारण ब्रेक लगा के अरे माछिने मैले खाल्टै नदेख्दिरह क्या त्यही भएर मुजी अगाडि हेर्यो भने के भने अरे विशालले यसरी उतै छाले गर्छ जस्तो माछी जाँदैन के हुँदैन लाडै मुजी कस्तो ठोकिदिएर मुजी मैले नदेखिरह क्या त्यहाँको खाल्टै जिन्दगी मेरो यतिकै चलेन
जिन्दगी मेरो यत्तिकै बढेन सङ्घर्ष पनि कहिले नि गरेन सङ्घर्ष नगरी कहिले नि मरेन अगाडि बढेन जिन्दगी गाह्रो छ अब कहिले नि घटेन ए साथ दिन्छु बनेर देख भनेको थियौ चाक देखाइ भागिदेऊ मेरो लाडो देखाइ तिमी हेरिदेऊ चुरोट चुरोट मैले सोचेको सबै पुगोस् मैले चाहेको पनि मैले खाएको पनि सबै आधा जिन्दगी मेरो यत्तिकै सडेर नजाओस् हार खानु नपरोस् जिन्दगी सङ्घर्ष बढोस् गर्नु नि नपरोस् जिन्दगी बढोस् उमेर मुजी यत्तिकै बढोस् सङ्घर्ष मुजी सबैले गरोस् त्यसपछि सबैले हुनेछ सबैले राम्रो सबै केटाहरूदेखि दाइ भाइ हाम्रो सबै चढ्दैछ गाइस उकालो इन द वे पशुपतिको उकालो जसले पनि हाम्रो मुक्कालो पशुपतिको उकालो चढेर अगाडि मुजी बढेर सङ्घर्ष गरेर मास्टर त बोलाएको लिएर लेटेस्ट वाउ हाई भन्दै मेरो भाइ हाई भन्न हाई हाई ल हेर्न चल चल सङ्घर्ष जारी छ केटाहरू सबैजना उडिरहेको छ माथि अरे रुक जा मेरो को भी लेके जाना ल एकछिन ल ल त हिँड्ने एकछिन यो मदरफकर पिच सबैजना फुच्चीहरू टिच फुच्चीहरूदेखि मुजी उठाइरहेको छ मलाई रिस तेरो दाइले रिस उठ्दाखेरि किन फुच्चीहरू बिच किच नपच्ने बच्चाहरूलाई म्याच सिक्ने फक यु पिच याद राख म्याच सिक्ने के भयो भिडियो बनाएर तैँले पनि बना आइज चर्ती चला बढी मुजी तेरो जति नि जला तेरो दाइ माथि छ मुजी हजारौँ कला तेरो दाइदेखि बाई मुजी मेरो अगाडि आयो भने सबै मुजी पछाडि पर्ला तेरो जिन्दगी सकै मुजी सखाप मुजी जलेर जाला तेरो दाइले पनि मुजी मेरो थोप्रा देख्ने बित्तिकै साइको काला ठिक लागेन म्याच सिक्ने तेरो दाइहरूको चाला बाला मै हुँ भन्ने मुजी झारपातेले पनि शिरपाते खाला आज जोबन मुजी यत्तिकै खेरा जाला म्याच सिक्ने रन्डीको ब्यान अन द पिचेस इन द बाउ एनी हाउ पैसा कमाऊ अनि म्याच सिक्ने जहिले रमाऊ जहिले पनि गाँजा तनाऊ सुई हान्न रोइला गर म्याच सिक्ने तर त्यस्तो काम चाहिँ नगर सङ्घर्ष गर म्याच सिक्ने अगाडि बढ गाँजा गोटी चुरोट खाने काम नगर त्यही भन्न चाहन्छु गाइज म्याच सिक्ने होइन बुझ्नुपर्छ सबै कुरा ओके ल